नेपाल शिक्षक महासंघ राष्ट्रिय समिति सानो ठिमी भक्तपुर प्रेस विज्ञप्ति 2081 फागुन 26। नेपाल शिक्षक महासंघ नेपाली शिक्षक कर्मचारीको आधिकारिक पेशागत छाता संस्था हो। यो संस्थाले गुणस्तरीय विद्यालय शिक्षाको विकास र नेपाली शिक्षक कर्मचारीको पक्षमा निरन्तर आन्दोलन गर्दै आएको कुरा विदितै छ। यस क्रममा विगतमा धेरै पटक आन्दोलन भई नेपाल सरकारसँग थुप्रै सहमतिहरू भएका छन्। विगतमा भएका ती सबै सहमति सम्बोधन हुने गरी नयाँ विद्यालय शिक्षा ऐन आउन आवश्यक छ। विद्यालय शिक्षा विधेयक अहिले संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति अन्तर्गत छलफलमा रहेको छ, तर उक्त विधेयक जुन गति र प्राथमिकताका साथ अघि बढाइनुपर्ने हो त्यो ढङ्गमा कसैबाट काम भइरहेका छैन। यसले राज्य पक्ष विद्यालय शिक्षा ऐन जारी नगर्ने मनसायमा रहेको देखिन्छ। स्थायी राहत, साविक उच्च उमावि, अस्थायी करार, बाल विकास, सिकाइ अनुदान, विशेष शिक्षा, प्राविधिक धार, निजी तथा संस्थागत विद्यालयका शिक्षक लगायत सबै खाले शिक्षक र विद्यालय कर्मचारीका मुख्य मुद्दाहरू अब जारी हुने ऐनबाट सम्बोधन हुनै पर्दछ। तर समय बित्दै जाँदा विद्यालय विद्यार्थी शिक्षक र कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन ल्याउने कुरामा गम्भीर षड्यन्त्र हुन थालेको देखिन्छ। यही परिस्थितिलाई मध्यनजर गरी नेपाल शिक्षक महासंघले फेरि आन्दोलन थालनी गरेको छ। बिर्कम सम्वत 81 फागुन 24 गते पहिलो चरणको आन्दोलन पुरा भएको छ भने आज हामीले दोस्रो चरणको आन्दोलन घोषणा गरेका छौँ। यस आन्दोलन मार्फत हामी सरकार, संसद र सम्बन्धित सबै सरकार पक्षलाई विगतका सहमतिहरू समेटिएको अग्रगामी विद्यालय शिक्षा ऐन जारी गर्न बाध्य तुल्याउने कुरा समेत उद्घोष गर्दछौँ। दोस्रो चरणको आन्दोलनमा निम्न बमोजिम कार्यक्रमहरू अघि सारिएको छ। आन्दोलनका कार्यक्रम दोस्रो चरण: 1. राजनीतिक दलका केन्द्रित कार्यालयमा धर्ना बिर्कम सम्वत 81 फागुन 27 गतेदेखि 81 चैत्र 5 गतेसम्म राजनीतिक दलका केन्द्रीय कार्यालयमा प्रतिनिधिमूलक धर्ना दिने। क. फागुन 27 गते नेपाली काङ्ग्रेसको कार्यालयमा। ख. फागुन 28 गते नेकपा एमालेको कार्यालयमा। ग. चैत्र 1 गते नेकपा माओवादी केन्द्रको कार्यालयमा। घ. चैत्र 2 गते नेकपा एकीकृत समाजवादीको कार्यालयमा। ङ. चैत्र 3 गते राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयमा। च. चैत्र 4 गते जसपा, लोसपा र राजमोको कार्यालयमा। छ. चैत्र 5 गते जनमत, नागरिक उन्मुक्ति र राप्रपाको कार्यालयमा। 2. सांसदहरूसँग भेट तथा पक्षीकरण: हरेक जिल्ला आन्दोलन परिचालन समितिले आफ्नो जिल्लाबाट प्रतिनिधित्व गर्ने माननीय सङ्घीय सांसदहरूसँग भेट गरी विद्यालय शिक्षा ऐन जारी गर्ने पक्षमा सक्रिय हुन दबाब दिने। 81 फागुन 27 गतेदेखि 81 चैत 5 गतेसम्म सो कार्यक्रम। 3. काठमाडौँमा रिले अनसन 81 चैत 7 गतेदेखि 81 चैत 15 गतेसम्म। 4. काठमाडौँ केन्द्रित सडक आन्दोलन अनिश्चितकालीन बिर्कम सम्वत 2081 चैत 20 गतेबाट देशभरका सबै शिक्षक कर्मचारी काठमाडौँ आई सडक आन्दोलनमा सहभागी हुनुहुनेछ। यो आन्दोलन विद्यालय शिक्षा ऐन जारी नभएसम्म कायम रहनेछ। यस अवधिमा सबै सरकारी कामकाजको बहिष्कार गरिनेछ। लक्ष्मी किशोर सुवेदी, अध्यक्ष, तुलाबहादुर थापा, महासचिव। धन्यवाद।